यो जित कसको भाइ है है हामी विपन्न पार्टी जोडिया मान्छे पुरा हुनुपर्छ भइहाल्छ नि कान्छा। त्यही भएर त राष्ट्रिय जोडिया पार्टी खोलेर हामी चाहिँ सम्पूर्ण नेपालका जोडियाहरूप्रति चाहिँ माया ममता बाँड्नको लागि र हाम्रो आन्दोलन जारी गर्नको लागि हामी हिर्केर गयो। सुनिस् हजुर नेताज्यू, सुने नि नेताजी सुने। नमस्ते हमला मिडियामा आज पनि यो चुनावको लागि नयाँ पार्टी दर्ता हुन गइरहेको छ। आउनुहोस्, एजेन्डा के छ यो पार्टीको हामी कुरा गरौँ उनीहरूसँग। हजुरको अनि घोषणा पत्रमा माग पत्रमा चाहिँ के छ त नि नेताज्यू? जसरी हर्क साम्पाङले श्रम गर्नको लागि श्रमबार छुटाएका छन्, हामी पनि हाम्रो मुख्य एजेन्डा सम्पूर्ण जोडियाहरूको लागि एक दिनको लागि चाहिँ रक्सी दिन भनेर चाहिँ छुटाउन चाहन्छौँ। त्यो दिन चाहिँ बिहान 7 बजेबाट बेलुका 7 बजेसम्म खुट्टा खौटेर रक्सी खान पाउने चाहिँ नेताज्यू अरूले जस्तै तपाईँले नि देश बिगार्ने त आएको होइन नि? तपाईँलाई गोतिम दाइ कति क्वेसन सोधेको जस्तो गरेको। हामीले तेरो माइक चाहिएको त मैले जति भए क्वेसन सोधे हामीले पार्टी दर्ता गरेर जानु छ। बुझिस्? बस ल जानुहोस् नेताज्यू, जानुहोस्। ल केटाहरू बधाई छ। हामीले चाहिँ पार्टी दर्ता गऱ्यौँ। अब यो देशमा राष्ट्रिय जोडिया पार्टीको रक्सी तन्त्र ल्याइन्छ, डर रमाइलो गरिन्छ। देख्नु भयो त, एउटा प्रपर भिजन अनि प्लान भएन भने सब जतिवटा पार्टी खोले पनि हालत भनेको यही हुन्छ। हेर्नुहोस्, यस्तो पाराले हाम्रो नेपालमा कहिले विकास हुन्छ। त्यसैले पार्टी मात्र बनाउनु होइन, देश बनाउन सबैजना मिलेर जानु होला।